यता हेर्दाखेरि यस्तो छ दृश्य यता पछाडिको चाहिँ हामी अर्घा भगवती मन्दिर किम्बदन्ती अनुसार 2224 राजाको पालामा खाँची मानिसहरूले दुःख परेको बेला यहाँ आएर भाकल गर्ने र भाकल पूरा भएपछि देवीलाई चढाउने परम्परा आजसम्म पनि चलिआएको छ। किम्बदन्ती अनुसार 2224 राजाको पालामा खाँचीकोटका राजकुमारले भारत बलरामपुरकी राजकुमारीसँग विवाह गरेका थिए। लगन सम्पन्न भएपछि एकदम यहाँ भक्तजनहरूको चाप लाग्छ साथीहरू है। हेर्नु यहाँ एकदम भिडभाड छ गाडीहरू चाहिँ तलसम्म। अहिले हामी सुब्बादेवरानी मन्दिरमा छौँ। सुब्बादेवरानीको भिडभाड माथिसम्म जाम्ला है गाडी चाहिँ। गाडीहरू बिस्तारै बिस्तारै हिँडिरहेका छन्। यहाँ यो सुब्बादेवरानीको जाम हेर्नु। बल्ल जाम खोज्दैछ है। बल्ल बल्ल छिराउँदैछ यो बसले चाहिँ। हेर्नु बल्ल बल्ल छिराइरह है बसले। हेर्नु यहाँ छोइसक्नु है। हेर्नु हेर्नु यहाँ छुन नि सक्छ अहिले। हेर्नु है यो गाडीलाई चाहिँ छुन नि सक्छ, यसको भर छैन। एकदम भिडभाड भएकोले हामीले चाहिँ गाडी बन्द गरेर बसेका छौँ। यति मात्रै खुले जाम, यति एक साइड मात्रै आइरहेको छ। यस्तो छ हेर्नु यो टुरिस्ट बस
यस्तो यो पहाडको भिरबाट तल ठ्याक्क थोरै छ हेर्नु है। कहाँ सार्ने हो के हेर्ने थाहा छैन। अब ठुलो बस आइरहेको छ। हेर्नु यत्रो ठुलो ठुलो बसहरू। यहाँबाट जाम फुलिसँगै अब हामी पनि यहाँबाट अगाडि लगाइसकेका छौँ। यो गाडीको हामी अहिले पछाडि नै बस्नुपर्छ है। हेर्ने ब्यागहरू चाहिँ यस्तरी माथि माथिसम्म हालेर एकदम यहाँ धुलो उडाउँदै हेर्नु है। धुलो उडाउँदै बस्नेहरूले तलदेखि माथिसम्म यो सुपदेवरेली मन्दिरदेखि अझै माथिसम्म पनि एकदम भिडभाड छ। यो गाडी जय सुपदेवरेली माता रक्षाकरा प्रभु। यो बसले त जिन्दगी बर्बाद गरिदियो। मानिसहरूले दुःख परेको बेला यहाँ आएर भाकल गर्ने र भाकल पूरा भएपछि देवीलाई चढाउने परम्परा आजसम्म पनि चलिआएको छ। किम्बदन्ती अनुसार 2224 राजाको पालामा खाँचीकोटका राजकुमारले भारत बलरामपुरकी राजकुमारीसँग विवाह गरेका थिए। लगन सम्पन्न भएपछि एकदम यहाँ भक्तजनहरूको टाइम लाग्छ साथीहरू है। हेर्नु यहाँ एकदम भिडभाड छ गाडीहरू चाहिँ तलसम्म। अहिले हामी सुपदेवरेली मन्दिरमा छौँ। सुपदेवरेलीको भिडभाड माथिसम्म जाम लाग्यो है गाडी चाहिँ। गाडीहरू बिस्तारै बिस्तारै हिँडिरहेका छन्। यहाँ यो सुपदेवरेलीको जाम हेर्नु। बल्ल जाम खुल्दैछ है। बल्ल बल्ल छिराउँदैछ यो बसले चाहिँ। हेर्नु बल्ल बल्ल छिराइरह है बसले।
हेर्नु यहाँ छोइसक्नु ल हेर्नु हेर्नु यहाँ छुन नि सक्छ अहिले हेर्नु है यो गाडीलाई चाहिँ छुन नि सक्छ यसको भर छैन एकदम भिडभाड भएकोले हामीले चाहिँ गाडी बन्द गरेर बसेका छौँ यति मात्रै खुले जाम यति एक साइड मात्रै आइरहेको छ यस्तो छ हेर्नु है यो टुरिस्ट बस यस्तो यो पहाडको भेरीबाट तल ठ्याक्क थोरै छ हेर्नु है कहाँ सार्ने हो के हेर्ने थाहा छैन अब ठुलो बस आइरहेको छ हेर्नु यत्रो ठुलो ठुलो बसहरू यहाँबाट जाम खुलिसँगै अब हामी पनि यहाँबाट अगाडि ल्याइसकेका छौँ यो गाडीको हामी अहिले पछाडि नै बस्नुपर्छ है हेर्ने ब्यागहरू चाहिँ यस्तरी माथि माथिसम्म हालेर एकदम यहाँ धुलो उडाउँदै हेर्नु है धुलो उडाउँदै बस्नुहरूले तलदेखि माथिसम्म यो सुबदेवरेली मन्दिरदेखि अझै माथिसम्म पनि एकदम भिडभाड छ यो गाडी जय सुबदेवरेली माता रक्षा गरा प्रभु यो बसले त जिन्दगी बर्बाद गर्दै घर बसे पनि सबैजनाले दर्शन गर्नु होला है एक लागि र एक सेयर चाहिँ अवश्य बन्ने छ है
यहाँबाट पछाडिबाट आएर यता हेर्दाखेरि यस्तो छ दृश्य यता पछाडिको चाहिँ हामी अर्घा भगवती मन्दिरमा पुगेका छैनौँ अलि तलदेखि नै अर्घाको चाहिँ दृश्य देखाइरहेका छौँ है यस्तो छ यहाँको गाउँ श्री अर्घा भगवती मन्दिरभित्र यहाँ गेटमा है यो साइडमा भने यो अर्घा भगवती मन्दिरको चाहिँ दुवै साइडमा छ है अब हामी यहाँबाट प्रवेश गर्दैछौँ यहाँ निगरानीको लागि चाहिँ सिसे क्यामेरा पनि जडान भएको छ यस्तो छ यहाँको दृश्य हामी चढ्दैछौँ माथि यस्तो छ यहाँ माथि चाहिँ भित्रबाट आएर म देखाइरहेको छु